त्यो कहानी थियो म जब 9 क्लासमा पढ्दै थिएँ अनि सडन्ली मेरो टाउकोको निधारमा याछिम आयो एउटा पिम्पल। धेरै न 2-3 टा आएको थियो अनि आई वाज रियली इन्सिक्योर त्यो टाइममा है। अनि एक्कासी यति धेरै पिम्पल्स आयो निधारमा, त्यो केही पनि होइन। त्यो जस्ट एउटा ट्रेलर थियो, मलाई थाहा थिएन। अनि आयो अनि सुरुमा त केही जस्तो पनि लागेन। अनि पछि इट वाज नर्मल भन्दै अनि 9 क्लास यत्तिकै गयो अनि 10 क्लास सुरु भएको थियो है। अनि 10 क्लासमा सुरु हुने बेलामा अनि त्यो यहाँ निधारमा यति थियो, त्यो एक्कासी बढेर होइन त्यो यति मात्र थियो यहाँ होइन। अनि त्यसपछि मलाई इन्डियामा गएर मम्मी खै के काममा इन्डिया जानुभएको थियो। अनि त्यहाँबाट आउँदा दिदीले पनि निधारमा पिम्पल्स छ भनेर थाहा पाएर अनि फेरि थोरै पिम्पल्स ल्याइदिनु भयो। त्यो एउटा प्रोडक्ट ल्याइदिनु भएको थियो, खै के थियो मैले बिर्सिसकेँ होइन। हिमालयको फेस वास जस्तो के थियो, मडवाला समथिङ। अनि त्यसपछि ल्याइदिएर आउनुभयो अनि आइसकेपछि अनि मैले के रहेछ भनेर अनि फेरि लगाइसकेपछि अनि थोरै एडुकेट मात्रामा लगाउनु पर्ने रहेछ होइन। यति यहाँ लगाएँ एन्ड होपफुली त्यो सन्चो हुन्छ भनेर अनि फेरि लगाएँ अनि त्यो प्रोडक्ट भ्याइयो कि होइन। तर त्यही पनि मेरो अलिअलि गयो जस्तो, अलि सार्प स्किन भयो जस्तो मलाई फिल हुने होइन। अनि त्यसपछि यति बचेको थियो होइन, यति के त्यो डब्बाको भ्याइएछ क्या क्रिम। अनि मैले मुखैभरि पुरै त्यो अब नेपाली भइसकेपछि त्यो टुथपेस्टको यति बचेछ भने त्यसलाई पुरै निचोडी भित्रबाट अनि त्यो बचेको यति पनि निकालिन्छ नि। त्यस्तै अब वी आर नेपाली है, हाम्रो पारा यस्तै हुन्छ भनेर अनि त्यो पिम्पल्सको त्यो पुरै निचोडेर भित्रको त्यो प्रोडक्टलाई निचोरेर फुल मुखैभरि फेस प्याक लगाए जस्तो लगाएँ क्या। फेस ब्ल्याक मार्क्स जस्तै होइन, पुरै फेसभरि लगाएँ। तर इभन कि मेरो यतातिर कतै पनि पिम्पल्स छैन, यहाँ मात्र थियो। त्यही पनि मैले पुरै मुखैभरि लगाएँ। अनि त्यसको रिजल्ट के भयो भन्दा अर्को दिन पुरै मुखैभरि पिपिर पिम्पल आउन लाग्यो। अनि पिम्पल आयो अनि त्यसपछि डिप्रेसन स्टार्ट हुन लाग्यो मेरो टिनेजको एक्नेले गरेर होइन। मुखैभरि आयो त्यो त ठिक छ। त्यसपछि फेरि अनि त्यस्तै क्लासहरू बित्दै गयो, मलाई इन्सिक्युरिटी बढ्दै गयो। अनि आइसकेपछि होइन पिम्पलहरू फोड्न मन लागिहाल्ने कि प्यालो भइसकेपछि। अनि त्यसपछि अरू केटीले नहेर्ला कि अनि फेरि सबैले मलाई कस्तो जज गर्ला, कस्तो नराम्रो देखेँ, कस्तो मुखैभरि पिम्पल आएको केटा हो भनेर सोच्ला कि नराम्रो ट्रिट गर्ला कि भनेर यस्तो भयानक टेन्सन त्यति बेला लाग्थ्यो है। अहिले त केही जस्तो पनि लाग्दैन। अहिले चाहिँ के गर्दा हुन्थ्यो भन्दा मैले चाहिँ उति बेलामा पिम्पललाई ननिचोडेको भए हुन्थ्यो। अनि फेरि एक्सर्साइज गरेको भए हुन्थ्यो, पानी पिएको भए हुन्थ्यो। अनि फेरि युट्युबमा बढी भिडियो हेर्दै टेन्सन नलिएको हुन्थ्यो। अनि अरू एक्टिभिटीमा अरू केही काममा गरेको भए अलि राम्रो हुन्थ्यो भने जस्तो मलाई एउटा सोच थियो क्या त्यति बेलामा है। त्यस्तो गरिदिएको हुन्थ्यो भन्ने मलाई भएको थियो। तर मैले गरिनँ त्यति बेला, किनकि म बच्चा थिएँ अझै। त्यही भएर है अनि गर्दाहरू पास त्यो टिनेज लाइफ बित्यो। अनि म विदेशमा आउनु पऱ्यो होपफुल्ली। अनि फेरि यहाँ आइसके बित्तिकै मेरो पिम्पल्सहरू कम भयो, किनकि मैले यहाँ बढी काम गर्न पर्थ्यो। अनि काम गर्न पर्छ अझै पनि, अनि मैले गरिरहेको छु। देख्न सक्नुहुन्छ यो पिम्पल्स छैन अहिले, तर बडी स्कारहरू छ। त्यति बेला ननिचोडेको हुन्थ्यो जस्तो चाहिँ हुन्छ है। तर मेरो टिप्स चाहिँ के छ भन्दा फाइनली तपाईँ टिनेजरहरूको लागि तपाईँले एकदम कन्सर्न हुनुहुन्छ होइन यो भिडियोमा, त्यही भएर आउनुभयो। के भन्छु कि अब फर्स्ट अफ अल एक्सर्साइज गर्न सुरु गर्नु, पसिना बगाउन सुरु गर्नु फेसबाट। एन्ड सेकेन्ड टिप्स भनेको के कि आफ्नो पानीको इन्टेकलाई बढाउनु। 2 लिटर 3 लिटर मिनिमम चाहिँ पानी पिउने। एन्ड थर्ड कुरा के कि यो प्रोडक्टहरूबाट टाढा बस्नु। इभन प्रोडक्टहरू लगाउनुहुन्छ भने मनै छ, जानै छ, पैसा खर्चै गर्न हो भने डक्टरसँग गएर प्रिस्क्रिप्सन लिएर पुरै टेस्ट गरेर लिनुहोस्। एन्ड यो यस्तो हो कि सुरुमा अब यो पनि हुन्छ कि दबाई लगाउँदा सन्चो हुने, अनि दबाई लगाउनु छोड्यो भने फेरि सन्चो नहुने, त्यस्तो पनि हुन्छ।
अनि म त के भन्छु भन्दा अब कन्सिस्टेन्सी छ भने अब दबाई लगाई गर्नु छ भने, पैसा छ भने, टाइम छ भने गर्नुहोस् एन्ड यु डोन्ट ह्याभ टाइम, पेसेन्स भने नगर्नु, जे गर्दा नि हुन्छ। बट इभेन्चुअली पछि गएर यो चाहिँ त्यस्तो होइन कि जिन्दगीभरको लागि यो पिम्पलै पिम्पल हुन्छ, द्याट्स इम्पोसिबल। एक न एक दिन तिम्रो पिम्पल जाने नै हो। कि त अब यसो हुन्छ कि त अब कसैको एडल्टहुडमा पनि आउँदैन, आई मिन टिनेज इयर्समा आउँदैन अनि फेरि एक्कासी एडल्टहुडमा आउँछ, कसैको फेरि अब टिनेजमा आउँछ अनि फेरि एडल्टहुडमा जाने बेलामा हराउँछ, त्यस्तो हुन्छ होइन। अनि त्यस्तो हुन्छ, त्यही भएर डोन्ट ओभर थिङ्क, धेरै सोच्नु पर्दैन। इट्स जस्ट अ पिम्पल। मान्छेहरूले दिमागमा कति 12 घन्टा काम गरेर उहाँ त्यहाँ मान्छे कसरी जीवन बिताइरहेको हुन्छ, तपाईँको त्यो पिम्पलले केही पनि म्याटर गर्दैन। पछि म्याटर गर्ने भनेको तपाईँको स्किल्स हो अनि तपाईँको भित्रको मान्छेको मन हो क्या, मुटु हो, मुटु। त्यो भयो भने, राम्रो सफा मुटु छ भने जे पनि हुनसक्छ दुनियाँमा क्या। यही थियो भिडियो।